कुर्सीको मोह त्यागेका रवि पद होइन देशको सिस्टम बदल्ने कसम। हामीले उनलाई टेलिभिजनको पर्दामा देख्यौँ, जहाँ उनले तपाईँ हाम्रो आवाज बोले। उनले विदेशमा फँसेका चेलीहरूको आँसु पुस्दा हामी सबै भावुक भयौँ। उनले भ्रष्टहरूको सातो लिँदा हामीले ताली बजायौँ र त्यही विश्वासका साथ हामीले उनलाई सांसदको शक्तिशाली कुर्सीमा पुर्यायौँ। तर यो देशको सिस्टम यति धेरै सडेको रहेछ कि राम्रो गर्न खोज्नेलाई यहाँ पाइला पाइलामा घेराबन्दी गरिने रहेछ। कहिले नागरिकताको विवाद, कहिले सहकारीको आरोप। पुराना शक्तिहरूले उनलाई चौतर्फी प्रहार गरे। उनीहरू डराएका थिए, किनकि रविको उदयले उनीहरूको वर्षौंको सिन्डिकेट भत्किँदै थियो। तर रविले आज एउटा यस्तो निर्णय लिएका छन् जसले कुर्सीका लागि मरिहत्ते गर्ने पुराना नेताहरूको सातो उडाएको छ। उनले स्पष्ट भनिदिएका छन्, मलाई कुनै मन्त्री पद चाहिँदैन, मलाई प्रधानमन्त्रीको कुर्सी पनि चाहिँदैन। यो हार होइन, यो त देशको फोहोरी राजनीतिमाथिको सबैभन्दा ठुलो प्रहार हो। रविले प्रमाणित गरिदिए कि देश बदल्न रातो बत्ती बालेको झन्डावाल गाड्नै चाहिन्छ भन्ने छैन। उनले मन्त्री पद त्यागेका छन् तर जनताको विश्वास त्यागेका छैनन्। उनले अब किङ मेकरको भूमिका रोजेका छन्, जहाँ उनी बाहिरै बसेर युवा पुस्तालाई अगाडि बढाउनेछन्, पार्टीलाई बलियो बनाउनेछन् र यो भ्रष्ट तन्त्रलाई खबरदारी गरिरहनेछन्। हामीले दशकौंदेखि पद नपाएर पार्टी फुटाउने नेताहरू देख्यौँ, तर पद पाएर पनि मलाई पद भन्दा मेरो देश र मेरो सङ्गठन ठुलो हो भन्न सक्ने मुटु कतिजनासँग होला। रवि लामिछाने अब कुनै मन्त्रालयको फाइलमा हस्ताक्षर गरिरहेका नहोलान्, तर लाखौं नेपालीको मुटुको प्रधानमन्त्री सधैँ रहिरहनेछन्। अबको राजनीति पदका लागि होइन, परिणामका लागि हुनुपर्छ। अबको लडाईँ कुर्सीका लागि होइन, सिस्टमका लागि हुनुपर्छ। रविले जुन बाटो रोजेका छन् त्यो कठिन छ, तर त्यही बाटोले मात्र साँचो परिवर्तन ल्याउन सक्छ। यदि तपाईँलाई पनि लाग्छ कि रवि लामिछानेले पदको मोह त्यागेर नेपाली राजनीतिमा एउटा नयाँ र उच्च संस्कारको सुरुवात गरेका छन् भने यो भिडियोलाई सेयर गरेर आफ्नो समर्थन जनाउनुहोला। नेताहरूलाई देखाइदिनुहोस् कि जनताले कुर्सी होइन, इमानदारिता र त्यागलाई माया गर्छन्। रवि लामिछाने तपाईँको यो त्यागले हजारौं नयाँ रविहरू जन्माउनेछ।